यदि धैर्यता, निश्चल प्रेम अनि सहनशीलतालाई जस्ताको तस्तै देखाउनु परे म मेरो आमालाई देखाइदिन्थेँ। मेरी आमा आमा भनेको दिनदेखि नै भगवानले काँध बिसाउन पाएका। मेरी आमा आमा भनेकै दिनदेखि हो भगवान बेरोजगार बस्न परेका। यदि प्रेमले हेरेर दाज्ने हो भने नि यहाँ प्रत्येक तत्त्व दोस्रो नम्बरमा पर्छ, मेरी आमा पहिलो नम्बरमा। मेरी आमा अलि अनपढ छिन्, मनको अच्छेले भरिपूर्ण छिन्, जे माग्यो थपेरै दिन्छन्। झुट बोल्न औधी आउँछ, छल कपटकै टोपी लाउँछिन्। एक थालमा 3 मिठाई छन्, खाने 4 जना। त्यति बेला आमा भन्छन् मलाई गुलियो खासै मन पर्दैन। त्यो झुटलाई साँचो मानेरै होला आफ्नो सपना धितो राखेर मेरो लागि खुसी किनेर ल्याइन्। आमा, म तिमीलाई धेरै केही दिन सक्दिनँ, छोरा त ठुलो हुँदैछ तर खासै केही गर्न सकिरहेको छैन। तर सम्झ न आमा, धोबीलाई हतार भयो भन्दैमा रातमा घाम लागेको देखेको छौ र? धेरै त भन्दिनँ तर बाचा गर्छु, एक दिन तिमीले बन्दकी राखेर ल्याएको मेरो खुसी फिर्ता ल्याउँछु आमा। अनि त्यो दिन म तिमीलाई गर्वले हेर्नेछु। यसपालि त यस्तै भयो आमा, सानो उपहार पनि दिन सकिनँ, हैसियतले अलि दिएन। जुन दिन सक्नेछु दिप मरुन्जेल हेर्नेछु आमा।